राङगाल पुग्नेछु। अब चौरासी पुगिसक्न थालेको छ। अब यति नै हो चौरासी। चौरासी भविष्यमा एकदमै राम्रो बजार बन्ने, राम्रो सहर बन्ने एउटा सम्भावना बोकेको ठाउँ पनि हो यहाँबाट। शुभ विवाह रहेछ यहाँ चाहिँ। पूजा लक्ष्मीवती पूजा रहेछ। मैले सुधा हुने शुभ दिनहरू अब सङ्क्रान्ति गर्दाखेरि सोचेको खासमा चाहिँ लक्ष्मीवती पूजा पो रहेछ। यहाँबाट हामी जान सक्छौँ एकैछिनमा राङगाल चौक, जहाँ चाहिँ भविष्यको रङ्गशाला बन्ने योजना पनि रहेको छ। तर बन्छ भनेको योजना ल्याएको चाहिँ धेरै भयो, तर बनेको छैन अझैसम्म। त्यो चाहिँ एकदमै राम्रो छ, ठिक छ। र मुस्कोट दिदीको घरतिर जाँदैछु म। रातटारी भन्ने ठाउँमा आइपुगेँ म यति बेला, रातटारी पुलमा। बाटो फेरि यसरी नराख्नुपर्ने, तर ट्रेक्टर बिग्रेर होला सायद। सानो चिप्पो ल कहिले राखेको नि त यो चाहिँ थिएन अस्तिसम्म, अहिले चाहिँ राखेको है। देख्न सक्नुहुन्छ अब राङगाल चोर पुग्दैछु म। यो चाहिँ हो राङगाल। माथिपट्टि पर्छ राङगाल। बिचित्रको पाव गाई यता मेरो दाहिने साइडतिर। एकैछिनमा म होला कि भन्ने ठाउँ अब लोकेसन हेर्दै जानु है त। सबैजनाले बाटो कस्तो लागिरहेको छ। लगभग गाउँतिर त हुँदैन, बजारतिर त भइहाल्छ। किन गाउँतिर बिच हुँदैन, बिच पनि हेर्नुहोस् न रमाइलो छ। बाटो चाहिँ राम्रो छ एकदम, सालगाडी हुँदै गाडी साइड भएर चट्ट पाएर आएँ म चाहिँ। गाडी नडगेर धेरै भएको थियो, देख्न सक्नुहुन्छ गाडी पनि। गाडी यतातिर बाटो पिच भए पनि बाटो अलिक साँगिरो छ, त्यही भएर सुस्ता नै जानुपर्छ। त्यही माथि यता गाउँतिर चाहिँ यो बाटो बनाउने काम चलिरहेको छ, टिकलहरू पनि हिँड्ने गर्छन्। अनि त्यही भएर बाटो पिचलाई पनि सुस्ता हिँड्नुपर्छ। यहाँ माथिपट्टि एउटा सुस्कुम चौक भन्ने पर्छ, त्यो सुस्कुम चौक एकदमै रमाइलो। त्यहाँ धेरै जसो पिकनिक खान जाने पनि गर्छन्। सबैलाई आज मैले सिमलटारदेखि मुसिकोटसम्मको यात्रामा लिइरहेको छु। यात्रामा के कस्तो भइरहेको छ, विकासका कुराहरू, अनि गाउँ बस्ती जनजीवन कस्तो छ त्यो भन्ने कुरा पनि हामीले यहाँबाट देखाइरहेको छु। यहाँबाट हामी मुसिकोट पुग्ने बेलासम्म तपाईँले चाहिँ यहाँको जनजीवन के कस्तो छ त भन्ने कुरा चाहिँ तपाईँले बुझ्न सक्नुहुनेछ जस्तो मलाई लाग्छ। यहाँनिर चाहिँ एउटा अस्थायी प्रहरी चौकी छ, त्यसमा धनार्जी प्रहरी चौकी पनि भन्ने गरेको छ। यहाँ चाहिँ
भन्ने गर्छन्। भन्दा पनि धनार्जे प्रहरी चौकी नै हो यहाँ चाहिँ। यहाँबाट तपाईँले कुनै आपद विपद परेको बेलामा सहयोग लिन सक्नुहुन्छ यहाँका प्रहरीहरू। अहिले चाहिँ यो सिमालदेखि तम्घास पुग्नसम्मको लागि, तम्घास भन्दा पनि हुलाके पुग्ने बेलासम्म 4वटा पुलहरू बनेका छन्। 4वटा पुल बनिसकेपछि यहाँ आवजात गर्नको लागि धेरै नै सहज भएको छ। होइन भने तल खोलाबाट हामी जानुपर्ने हुन्थ्यो होइन। बर्खायामको समयमा चाहिँ पानी परेको बेलामा चाहिँ गाडी चाहिँ हिँड्दैन, किनभने चाहिँ खोला बढ्थ्यो। खोला बढेपछि गाडी तर्न सक्दैन थियो अनि प्यासेन्जरहरू चाहिँ सेवाग्राहीहरूले तम्घास पनि सेवा लिन जानुपर्ने थियो। एकदम इमर्जेन्सी भए पनि जान नसक्ने अवस्था के अवस्था थियो। त्यो अवस्था चाहिँ अहिले हटेको छ। त्यो अवस्था हटाउने हुने माननीयज्यूहरूलाई जसले यो पुल बनाउनको लागि आफ्नो स्थानबाट एकजनाको मात्र सहयोगले त भएको छैन। यो पक्कै पनि एकजनाले मात्र पहल गरेर भएको छैन, धेरैजनाले पहल गर्नुभएको छ। जसले आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुभएको थियो सबैजनालाई चाहिँ धन्यवाद। राम्रो काम गरेको हामीले देख्दैनौँ, तर नराम्रो काम गऱ्यो भने चाहिँ होइन धेरै नै कराउने, धेरै नै गाली गर्ने, गाली गलौज गर्ने। राम्रो काम हो भने हामीले प्रोत्साहन गऱ्यो भने राम्रो कामहरूमा पनि हामीले नेतामा ज्यूहरूलाई माननीयज्यूहरूलाई चाहिँ प्रोत्साहन गऱ्यो भने चाहिँ उहाँहरूले पनि अवश्य पनि आगामी दिनहरूमा यो विकास कामहरू थप्दै जानुहुन्छ, ऊर्जा मिल्नेछ क्या उहाँहरूलाई। नराम्रो कामहरूमा हामीले उहाँसँग कराउने होइन, उहाँसँग दिसाउने होइन, उहाँलाई हामीले अझै सम्झाउने बुझाउने अथवा उहाँहरूलाई चाहिँ नराम्रो बाटो जान लाग्नु भएको छ भने राम्रो बाटोतर्फ ल्याउनु हो, सुझाव दिने हो। तर राम्रो काम गर्नुभएको छ भने चाहिँ राम्रो काम सँगसँगै उहाँहरूलाई हौसला पनि प्रदान गर्नुभयो, जसले गर्दाखेरि आगामी विकासका कामहरू चाहिँ तीव्र गतिमा बढ्न सक्छन्। हामी नेपालीहरूले चाहिँ एउटा पार्टीगत हिसाबले जाने गर्छौँ होइन। मेरो पार्टी तेरो पार्टी भन्ने तरिकाले अगाडि बढ्दाखेरि चाहिँ राम्रो काम गरिरहेका नेताहरूको पनि राम्रो कामहरू ओझेलमा पर्छ, जसले गर्दा उहाँले काम गर्ने जाँगर नै हराउँछ। काम गर्ने जुन आफ्नो ड्युटी हुन्छ त्यो नै हराउने गर्छ। त्यही भएर राम्रो काम गर्नुभएको छ भने हौसला दिने होइन, नराम्रो काम गर्नुभएको छ अथवा कामै गर्नुभएको छैन भने उहाँलाई सुझाव दिने, सल्लाह दिने चाहिँ गर्नुपर्छ सबैजनाले। ल म हुलाके आइसकेको छु। हुलमा दोहोली जाने बाटो चाहिँ यो हो। यहाँबाट हुलाके खोला पुल भनेर पनि लेखेको रहेछ। यहाँबाट माथि गइन्छ, परबाट पनि गइन्छ जानलाई, तर यहाँबाट पनि जाने गर्दछन्। त्यो चाहिँ हुलाकी बजार गइहाल्यो। एकैछिनमा फेरि म पुग्नेछु छल्ली टारी गाउँको हो। र अर्को कुरा गर्नुपर्दा यहाँको जनजीवन एकदमै सामान्य नै छ। यतातिरको जनजीवन घाँसपात गर्ने, मेलापात जाने होइन। र पछिल्लो समय विदेश जाने चहल पहल त बढिरहेकै छ। यहाँबाट पनि विदेश जानुहुन्छ धेरै मान्छेहरू, तर यहाँ जो बस्नुहुन्छ नि उहाँको जीवन सामान्य छ। यतातिरको बाटो चाहिँ अलि साँघुरो क्या, घुम्टेहरू पनि उस्तै, घुम्टेहरू पनि छ, साँघुरो चाहिँ छ। त्यही भएर ख्याल गर्नुपर्छ। यदि नयाँ हुनुहुन्छ, यतातिर आउँदै हुनुहुन्छ नयाँ मान्छे होइन, राइड गर्नको लागि भने चाहिँ ख्याल गर्नुपर्छ है।
बाटो जिसके स्मृति मैदान बनेको छ। यहाँ तपाईँले कुनै पनि गेमहरू सञ्चालन गर्नु पऱ्यो भने गाउँपालिकाको अनुमति लिएर तपाईँले खेलहरू गेमहरू सञ्चालन गर्न सक्नुहुन्छ। त्यहाँ जाने बाटो चाहिँ यहाँनिर बाटो छ यो झरनाको यो बाटोबाट तपाईँ बिपी स्मृति ठाउँमा चाहिँ बिपी स्मृति मैदानमा चाहिँ पुग्न सक्नुहुन्छ। यो चाहिँ झरना यहाँ त झरना चाहिँ छैन तर ठाउँको नाम चाहिँ झरना हो। जे होस् देख्न सक्नुहुन्छ यो जनजीवन। हल्दीबारीमा आइसकेँ। मुसिकोटमा जाने बाटोमा पनि पिच गरेर रहेछ। बवाल छ, कहाँसम्म पिच गरेर छैन।